मलाई नयाँ मोबाइल चाहियो, मलाई बाइक चाहियो, म जापान जान चाहन्छु, म जापानिज भाषा सिक्न चाहन्छु। के तपाईँ यसरी नै जापानिज भाषामा यो चाहियो त्यो चाहियो अथवा यो गर्न चाहन्छु त्यो गर्न चाहन्छु भनेर भन्न सिक्न चाहनुहुन्छ? यदि त्यसो हो भने आजको यो भिडियो तपाईको लागि जमिना-सान कोनिचिवा वताशी वा निहोंगो तेउसिनो विजय देश क्योमो एरुशिको ओनेगाइशिमासु। अब त्यो कुरा कसरी सिक्ने भन्ने लागिरहेको होला हैन, त्यसको लागि चाहिँ हामीले लेसन स्टार्ट गरौँ। ठीक छ, तपाईले मलाई यो चाहियो त्यो चाहियो भनेर भन्नुको लागि चाहिँ नाउन गा होसी देश, यो चाहिँ चाहनु, कुनै अब्जेक्ट चाहनुहुन्छ, अब्जेक्ट गा होसी। ठीक छ, यो चाहिँ तपाईले अरु व्यक्तिको लागि नचाहेर आफुलाई चाहेको भन्ने कुरा बुझ्नु पर्यो। स्पिकरको लागि हो, यो जो बोल्छ त्यसलाई चाहेको हो यो। ठीक छ, र तपाईको होसी भने चाहिँ के हो त, चाहनु हो हैन। यो कुरा बुझ्नको लागि एकैछिन यता है त, चाहनुलाई के भन्छ त, होसी। र चाहदैन भनेर तपाईले भन्नु पर्यो भने के हुन्छ त, होसीको ठाउँमा होसी कुनाई हुन्छ। ठीक छ, र तपाईले चाहन्थे भन्नु पर्यो भने होसीको पास्ट के हुन्छ त, होसी खात्ता। र चाहदैनथे भन्नु पर्यो भने होसी खात्ताको नेगेटिभ के हुन्छ त, होसी कुना खात्ता। ठीक छ, चाहन्छु होसी, चाहदैन होसी कुनाई, चाहन्थे होसी खात्ता, चाहदैन होसी कुना खात्ता। यो बुझिसकेपछि अब यो बुझ्न सजिलो हुन्छ हामीलाई। हेर्नुस् है, नाउन गा होसी, यो नाउन भनेको तपाईले जे चाहनुहुन्छ त्यो भयो गा होसी। ठीक छ, तपाईले यसमा के कुरा बुझ्नु पर्यो भन्दाखेरि तपाईले अरूलाई यो चाहिन्छ नभनेर तपाईले आफुलाई चाहिएको छ भन्ने कुरा बुझ्नु पर्यो है। यो स्पिकरको लागि हो यो। ठीक छ, वताशी वा, मलाई नाउन के राखे त मैले, आताराशी स्माहो, मलाई नयाँ मोबाइल गा होसी देश। वताशी वा आताराशी स्माहो गा होसी देश, मलाई नयाँ मोबाइल चाहिएको छ। ठीक छ, यदि तपाईलाई अरु कुनै कुरा चाहिएको छ भने तपाईले चाहिँ आफुलाई जे चाहिन्छ त्यो यहाँ लेख्न सक्नुहुन्छ। जस्तै क्यामेरा चाहिएको छ भने खामेरा लेख्न सक्नुभयो हैन, ठुलो घर चाहिएको छ भने ओकी उची लेख्नुभयो। मैले इक्जाम्पलको लागि चाहिँ के लेखे त, तपाईको यो नाउनको ठाउँमा के लेखेर त, आताराशी स्माहो, नयाँ स्मार्टफोन हैन। वताशी वा आताराशी स्माहो गा होसी देश, मलाई नयाँ मोबाइल चाहियो अथवा चाहिएको छ भयो। ठीक छ, यदि तपाईले चाहिँ अब मलाई नयाँ मोबाइल चाहिएको छैन भन्नु पर्यो भने चाहिँ के भन्नु पर्यो त भन्दाखेरि वताशी वा आताराशी स्माहो गा होसी कुनाई देश, होसी कुनाई देश, मलाई नयाँ मोबाइल चाहिएको छैन। ठीक छ, यदि अब तपाईले चाहिँ मलाई नयाँ मोबाइल चाहिएको थियो भनेर पहिलाको कुरा पास्टको कुरा गर्नु पर्यो भने चाहिँ वताशी वा मलाई आताराशी स्माहो गा होसी खात्ता देश, मलाई नयाँ मोबाइल चाहिएको थियो भन्ने भयो। ठीक छ, अब तपाईले मलाई यो चाहिएको थिएन भनेर यसको पनि नेगेटिभ गराउनु पर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि वताशी वा आताराशी स्माहो गा होसी कुना खात्ता देश, मलाई नयाँ मोबाइल चाहिएको थिएन। ठीक छ, अब यसरी नै तपाईले चाहिँ आफुलाई जे चिज चाहिएको छ तपाईले यहाँ राख्नुहुन्छ, नाउन भइहाल्यो, त्यसपछि गा होसी देश। ओके, यो भयो तपाईको यो वस्तु चाहन्छु, यो वस्तु चाहदैन, यो वस्तु चाहन्थे, त्यो वस्तु चाहन्थेन। ठीक छ, अब तपाईको भर्बमा है त, जस्तै कुनै पनि एक्सन गर्नको लागि हामीलाई भर्ब चाहियो राइट, र भर्बबाट चाहिँ तपाईको यो गर्न चाहन्छु त्यो गर्न चाहन्छु भनेर सिक्ने हो हैन। यो भन्नको लागि हामी पहिला यतातिर आम है त। जस्तै तपाईले ताबेमास भन्ने थाहा छ, ताबेमास भनेको के हो, खानु, नोमिमास भनेको पिउनु, इकिमास भनेको जानु हैन हो। यसरी नै तपाईको जुन यो मास छ नि, मास 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 मास, ठीक छ, मासलाई तपाईको हामीले के गर्छौं त भन्दाखेरि मासलाई ताईले रिप्लेस गर्छौं, इकी मास। इक्जाम्पल मैले यहाँ के दिन्छु त, इकी मास, इकी मास भने जानु। अब जान चाहन्छु भन्नु पर्यो भने तपाईले के गर्नु पर्यो त भन्दाखेरि इकी मासलाई काट्छौं, इकी मासलाई केले रिप्लेस गर्छ त, ताईले रिप्लेस गर्छ। अनि त्यसपछि के भयो त यहाँनिर इकी ताई, इकी मासलाई के गर्यो रे, मासलाई ताईले रिप्लेस गर्यो र इकी ताई भयो। इकी ताईबाट के भयो त तपाईको जान चाहनु। ठीक छ, अब नेमास भने त के हो, सुत्छु अथवा सुत्नु। अब तपाईले सुत्न चाहनु भन्यो भने मासलाई केले रिप्लेस गर्यौं त हामीले, ताईले। नेमासबाट के भयो त, नेताई, नेताई भनेको सुत्न चाहनु। बेनक्योसिमास, बेनक्योसिमास भनेको पढ्छु, पढ्न चाहन्छु भन्नु पर्यो भने अब के हुनु भयो त, बेनक्यो सिताई। यसमा पनि मास गयो हैन, त्यसपछि के भयो त, ताई आयो। बेनक्यो सिमास, बेनक्यो सिताई, पढ्न चाहन्छु।
ठिक छ। अनि त्यसपछि गएर अब यसको हामीले एकछिन कसरी नेगेटिभ गर्ने हैन, अनि यसको कसरी चाहिँ पास्ट फर्ममा लाने र पास्टको पनि कसरी नेगेटिभ गर्ने भन्ने कुरा चाहिँ यो हेर्नुस् है त। इकिताई भनेको जान चाहन्छु, जान चाहन्न भन्नु पर्यो भने चाहिँ इकिता कुनाई। ठिक छ। जान चाहन्थे भन्नु पर्यो भने इकिता खात्ता, जान चाहदैन थिए भन्नु पर्यो भने इकिता कुना खात्ता। यो चाहिँ हामीले लेसन 8 मा पनि इ खेवसी पढ्ने बेला चाहिँ यसरी प्र्याक्टिस गरेछौँ। यो ठ्याक्कै एक्ज्याक्ट सेम नै हो। ठिक छ। अब यति भन्न जानिसकेपछि यता आम है त। हेर्नुहोस् है त, यो स्टिम भर्ब भनेको चाहिँ मास भन्दा अगाडिको जे छ त्यसलाई के भनिन्छ त स्टिम भर्ब। अथवा तपाईले यसरी पनि बुझ्न सक्नुभयो कि मासलाई केले रिप्लेस गर्यो त ताइले। अघि हामीले त्यहाँ प्र्याक्टिस गरे जसरी है, जस्तै वातासिवा निहोने इकी ताई देश। इकी मासलाई केले रिप्लेस गरिम त ताइले। ठिक छ। वातासिवा निहोने इकी ताई देश, म जापान जान चाहन्छु। ठिक छ। अब तपाईले वातासिवा निहोने इकिता कुनाई देश, इकिताई देश जान चाहन्छु, इकिता कुनाई देश जान चाहन्न, म जापान जान चाहन्न। ठिक छ। अब यदि तपाईले चाहिँ म जापान जान चाहन्थे भन्नु पर्यो भने चाहिँ कसरी भन्नु पर्यो त भन्दाखेरि वातासिवा निहोने इकिता खात्ता देश, म जापान जान चाहन्थे। ठिक छ। र तपाईले चाहिँ म जापान जान चाहेको थिएन भन्नु पर्यो भने चाहिँ वातासिवा निहोने इकिता कुना खात्ता देश भयो। ठिक छ। र यसरी नै तपाईले चाहिँ सिम्पल सेन्टेन्स भनौँ न, जस्तै वातासिवा मिजो नोमिमास भयो, म पानी पिउँछु भयो हैन। अब म पानी पिउन चाहन्छु भन्नु पर्यो भने कसरी गर्नुहुन्छ त नोमिमासलाई के गर्दिनुहुन्छ त नोमिताई गर्दिनुहुन्छ। वातासिवा मिजो नोमिताई देश। ठिक छ। वातासिवा कुरुमाओ खाइमास, म गाडी किन्छु हैन। अब यसलाई चाहिँ तपाईले म गाडी किन्न चाहन्छु भन्नु पर्यो भने चाहिँ कसरी गर्नु पर्यो त वातासिवा कुरुमाओ खाइताई देश। ठिक छ। के बुझ्नु पर्यो त भन्दाखेरि मासलाई ताईले रिप्लेस गर्छौं अनि त्यसपछि गएर स्टिम भर्बमा ताई भएपछि के हुने रहेछ त चाहन्छु भन्ने रहेछ। ठिक छ। र यसमा यो क्वेशन छ हैन, ज्या आनातावा नानीगा होसी देशका, तपाई के चाहनुहुन्छ? आनातावा नानीयो सिताई देशका, तपाई के गर्न चाहनुहुन्छ? यसको आन्सर चाहिँ तपाईले के गर्नु होला भन्दाखेरि कमेन्ट बक्समा लेखिदिनु होला है त। र तपाईले यसमा मेन बुझ्नुपर्ने कुरा भनेको चाहिँ अहिले हामीले यो पढेको कुरा चाहिँ जो स्पिकर हो त्यसको लागि मात्रै हो। ठिक छ। यदि तपाईले अरूलाई यो चाहियो फलानुलाई त्यो चाहियो भनेर चाहिँ भन्न चाहनुहुन्छ भनेपछि के लाग्छ तपाईको गात्तै मास लाग्छ। जस्तै तपाईको मलाई नयाँ फोन चाहियो भन्यो भने वातासिवा आतरासी स्माहोगा होसी देश हुन्छ भने अरु कसैलाई केही चाहियो, जस्तै उनलाई नयाँ मोबाइल चाहियो भन्नु पर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि खानोजे वा आतरासी स्माहोगा होसी देश नभएर के हुन्छ त खानोजे वा आतरासी स्माहोगा होसी गात्तेमास हुन्छ। ठिक छ। यसमा चाहिँ के छ त तपाईको म जापान जान चाहन्छु भनेको भएर चाहिँ वातासिवा निहोने इकिताई देश छ भने हैन, उनी चाहिँ जापान जान चाहन्छन् भन्नु पर्यो भने चाहिँ आफ्नो बारेमा नभएर अरूको बारेमा भन्नु पर्यो भने चाहिँ के हुन्छ त खानोजेवा निहोने इकिता गात्तेमास हुन्छ। ठिक छ। यो चाहिँ लेसन 13 मा छैन हैन, त्यही भएर मैले चाहिँ फर्दर एक्सप्लेन गर्दैन यसको बारेमा। अहिलेसम्म तपाईहरुले चाहिँ यस्तो गरे मात्रै भनेर पढ्नु भएको छ हैन, एउटा भर्बको मात्र युज गर्नु भएको छ हैन। र तपाईले एकै पटक दुईटा भर्ब कसरी युज गर्ने त? जस्तै यस्तो गर्न जान्छु, यस्तो गर्न आए, यस्तो गर्न फर्किए। ठिक छ। यो कसरी भन्ने कुरा चाहिँ तपाईले यो पढेपछि थाहा पाउनुहुन्छ है त। जस्तै तपाईको के हुन्छ त भन्दाखेरि त्यसको लागि हामीलाई स्टिम भर्ब त्यसपछि इकिमास क्लिमास खाइरिमास अथवा नाउन प्लस इकिमास किमास खाइरिमास भनेर चाहिँ युज गर्न सकिन्छ। जस्तै एक्जाम्पलको लागि हेर्नुस् है त। अब नोमिमास भनेको पिउँछु, इकिमास भनेको जान्छु। अब तपाईले के भन्नु पर्यो त पिउन जान्छु भन्नु पर्यो भने चाहिँ के गर्नु पर्यो त भन्दाखेरि यो मासलाई केले रिप्लेस गरिम त निले। अब के भयो त नोमिनी इकिमास। नोमिनी इकिमास भने के भयो त पिउन जान्छु। ठिक छ। जस्तो एक्जाम्पल हेर्नुस् त। अब के हुआ आज तोमोदाची तो साथीसँग ओसाकेओ नोमिनी इकिमास। एल्कोहल पिउन जान्छु, के हुआ तोमोदाची तो ओसाकेओ नोमिनी इकिमास। आज साथीसँग रक्सी पिउन जान्छु। ठिक छ। यो भन्दा अगाडि चाहिँ तपाईले के मात्र पढ्नु भएको छ भनेपछि रक्सी पिए भन्ने मात्र थियो कि त तपाईले नोमिमास मात्र युज गर्नुहुन्थ्यो यो भन्दा अगाडि, कि त इकिमास मात्र युज गर्नुहुन्थ्यो। अहिले त के गर्नुभयो त पिउन जान्छु, यस्तो गर्न जान्छु, त्यस्तो गर्न जान्छु भन्ने कुरा सिकियो है। ठिक छ। जस्तै अब के हुआ तोमोदाची तो ओसाकेओ नोमिनी इकिमास। आज साथीसँग रक्सी पिउन जान्छु। ठिक छ। अर्को हेर्नुस् त। अब मिमास किमास। अब के भयो त तपाईको
हेर्न आए भन्नु पर्यो भन्दाखेरि तपाईँको चाहिँ मासलाई यसले रिप्लेस गर्यो त निले मिनी किमास हेर्न आए ठीक छ। अब यसको इक्जाम्पल के लेखेको छु त मैले भन्दाखेरि कोको वा यहाँ ए गाओ मिनी किमास्ता यहाँ फिल्म हेर्न आए ठीक छ। अब त्यसपछि के छ अर्को आइमास आइमास भनेको भेट्नु खाइरिमास भनेको फर्किनु। अब हामीले के यसमा के गराउनु पर्यो त भन्दाखेरि भेट्न फर्किए भन्नु पर्यो। यसको लागि के भयो त मासलाई निले रिप्लेस गर्यो ठीक छ। आइनी खाइरिमास भेट्न फर्किए। अब यसको इक्जाम्पल चाहिँ मैले के लेखेँ त भन्दाखेरि उचिए खाजु कुनी आइनी खाइरिमास ता गर फ्यामिलीलाई भेट्न फर्किए ठीक छ। त्यो तपाईँको नाउन प्लस इकिमास किमास खाइरिमास पनि युज गर्न सकिन्छ हैन। यसको लागि चाहिँ मैले एउटा इक्जाम्पल दिएँ होक्काइदो। होक्काइदो भनेको चाहिँ जापानमा रहेको एउटा ठाउँको नाम हो हैन। होक्काइदो ए स्किनी इकिमास्ता होक्काइदोमा स्केटिङ खेल्न स्केटिङ गए भन्नु बुझ्नु होला। होक्काइदो स्किनी इकिमास्ता भनेको होक्काइदोमा स्केटिङ गर्न गए भन्ने बुझियो हैन। र तपाईले यसबाट के सिक्नुभयो भन्दाखेरि दुईटा भर्बलाई ब्रेक डाउन गरेर जस्तै स्टिम भर्ब मात्रै जस्तै नोमिमास इकिमास नोमिन इकिमास पिउन जान्छु आसोबिमास भनेको रमाइलो गर्छु इकिमास भनेको जान्छु। जस्तै अब तपाईले चाहिँ आसोबी मासको आसोबी नि गर्दिनु भने आसोबी नि इकिमास भनेको चाहिँ आसोबी गर्न जान्छु भन्ने भयो हैन ठीक छ। र यति भइसकेपछि आजको लेसन 13 सकियो र तपाईको लागि यो लेसन उपयुक्त हुन्छ अथवा भयो होला भन्ने चाहिँ आशा राख्दछु। र अहिलेसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईलाई धन्यवाद। जमिनासन आरिगातो गोजाइमास माताने।